आफ्नो प्राणभन्दा प्यारो बाबालाई अन्तिम पटक हेर्दा भावुक बनिन् प्रशान्त तामाङकी छोरी। हिजो निधन भएका चर्चित गायक प्रशान्त तामाङकी छोरी भावुक बनाउने तस्बिर सार्वजनिक भएको छ, जहाँ उनले आफ्नो बाबालाई अन्तिम पटक बिदाई गर्दा सबैका आँखा रसाएका थिए। आफ्नो प्राणभन्दा प्यारो बाबालाई अन्तिम पटक हेर्दा छोरी निकै भावुक बनेकी थिइन्। त्यो दृश्यले यति बेला सारा नेपालीको मन छोएको छ। त्यो सानो नानीको दृश्य देख्दा सारा नेपाली यति बेला भावुक बनेका छन्। आज प्रशान्त तामाङको पार्थिव शरीरलाई दार्जिलिङ आफ्नै जन्मघरमा दाह संस्कार गरिने भन्दै सामाजिक सञ्जालमा सबै दर्शकलाई पनि जानकारी गराइसकेका छन्। त्यहाँ थुप्रै कलाकार तथा आफन्तजन र इष्टमित्रहरू फेला भएको हामी प्रत्यक्ष मात्रामा देख्न सकिन्छ। प्रशान्त तामाङको श्रीमती भन्छन्, मेरो श्रीमान अझै निद्रामा हुनुहुन्छ। आउनुहोस्, पुरा जानकारी यसै भिडियो मार्फत दिनेछौँ। यो भिडियो अन्तिमसम्म हेरेर मनमा लागेको प्रतिक्रिया तल कमेन्ट बक्समा जानकारी गराउन पनि अवश्य नभुल्नुहोला। साथै हाम्रो च्यानलमा भर्खरै मात्र भिजिट गर्दै हुनुहुन्छ भने मिनाचन युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न पनि अवश्य नभुल्नुहोला। हामी दिनेछौँ हरेक दिन यस्तै नयाँ र ताजा अपडेटहरू। प्रशान्त तामाङकी पत्नी भनिन्, उहाँको निद्रामै प्रकृति ज्यान गएको हो। काठमाडौँ लोकप्रिय गायक रियालिटी सो इन्डियन आइडल 3 जितेर चर्चामा आएका गायक अभिनेता प्रशान्त तामाङको आइतबार निधन भएको थियो। मार्थाले तामाङको ज्यान गएको प्राकृतिक कारणले भएको, उनी निद्रामा नै संसारबाट बिदा भएको बताएकी छिन्। भारतीय सञ्चार माध्यम एनआईसँग कुरा गर्दै मार्थाले यस्तो बताएकी हुन्। उनले तामाङको निधनपछि विश्वभरबाट आएको समर्थन र संवेदनशील आभार व्यक्त गरिन्। सबैलाई धन्यवाद। संसारबाट फोन आइरहेका छन्। चिने जानेको मात्र होइन, नचिनेको मानिसहरूले पनि फुल पठाइरहेका छन्। मानिसहरू घर बाहिर उभिएका छन्, अस्पतालमा अन्तिम दर्शनका लागि आएका छन्। उनले भनिन्, प्रशान्त तामाङप्रति जनताबाट आएको माया र भावनात्मक प्रतिक्रिया आफूका लागि अत्यन्तै भावुक बनाउने खालको रहेको उल्लेख गर्दै उनले थपिन्, कृपया उहाँलाई पहिले जस्तै माया गरिदिनुहोस्। उहाँ एक महान आत्मा र असल मानिस हुनुहुन्थ्यो, त्यही रूपमा उहाँलाई सम्झिनुहोला। अचानक कम उमेरमै निधन भएको विषयमा उठिरहेका अड्कलबाजीप्रति स्पष्ट पार्दै मार्थाले भनिन्, कुनै पनि शङ्कास्पद अवस्था नरहेको बताएकी छिन्। यो प्रकृति ज्यान गएको हो। उहाँ निद्राबाटै हामीबाट टाढा हुनुभयो। म त्यही बेला उहाँकै छेउमा थिएँ, उनले भनिन्। यसैबीच दक्षिण पश्चिम दिल्लीका डिएसपी अभिमन्यु पुष्पाले अब हामीबीच नरहेको आधिकारिक जानकारी दिँदै अन्तिम पोस्टमार्टम रिपोर्ट नआएसम्म कुनै जानकारी नहुने उनले जानकारी पनि गराएका थिए।